गुड मर्निङ। हुन त यस विषयमा मलाई खासै बोल्न चाहिँ मन थिएन, तर जताततै सन्दर्भ आएको भएकोले बोलेँ। एक बहादुरी पर्वतारोही जसको चाहिँ पाकिस्तानमा हिमाल चढ्ने क्रममा उहाँले यस संसारलाई छोडेर जानुभएको खबर चलाउँदैछ। नाम निर्मल पूजा। काम यति बहादुरी त्यसको वर्णनै गर्न नसकिने। उहाँले लगभग 50 देखि 57 टाइम्स उच्च हिम श्रृङ्खलाहरू चढिसक्नु भएको रहेछ। अनि 48 घण्टामा सगरमाथा मकालु जस्तो हिमालहरू चढिसक्नु भएको रह। अनि 14 ठुला हिम चुचुराहरू लगभग 6-6.5 महिनामा चढिसक्नु भएको रहेछ। यति बहादुरी काम गरिसक्नु भएको रह। तर म जब उहाँले यस संसारलाई छोड्दै गर्दाखेरि कतिपय सेलिब्रिटीहरूले, कतिपय उच्च पदस्थ व्यक्तिहरूले, कतिपयले उहाँसँग खिचाएको फोटो सामाजिक सञ्जालमा सेयर गर्नुभएको देखेँ। मलाई त्यस विषयमा चाहिँ बोल्नु मन लाग्यो। उहाँले योभन्दा अगाडि कति महत्त्वपूर्ण कामहरू गर्नुभएको रहेछ होइन। आफ्नो रेकर्ड बनाइराख्नु भएको रहेछ। ती रेकर्ड बनाइराख्दाखेरि उहाँ जीवितै हुँदाखेरि एटलिस्ट उहाँले तपाईँसँग खिचेका फोटाहरू चाहिँ तपाईँले सामाजिक सञ्जालमा पोस्ट गरिदिनु भएको भएदेखि, 2-4वटा बधाई दिनुभएको भएदेखि एटलिस्ट उहाँले त हेर्नुहुन्थ्यो नि त। मैले यो सेलिब्रिटीसँग फोटो खिचेको थिएँ, उहाँले सेयर गर्नुभएछ। हामी अझै पनि कस्तो नराम्रो बानीमा फसेछौँ भने बाँच्दा ऊ हुँदा उसको फोटो सेयर गर्न हाम्रो हिम्मत भएन। बा कसले के भन्छ कि म त खतरा सेलिब्रिटी हो, योसँग फोटो यसको फोटो सेयर गर्दा के भन्छ कि भन्ने डर हो कि पर्सनल इगो हो कि। जब उहाँ यो संसारमा हुनुहुन्न, तपाईँले सेयर गरेको फोटो न उहाँसँग पुग्छ, न उहाँलाई यस विषयमा कुनै मतलब नै हुन्छ, तब तपाईँ सेयर गर्नुहुन्छ कि। ल अचम्म लाग्छ यो कहिलेसम्म हो यसरी सेन्टिमेन्टमा खेल्ने कि। हामीसँग समय नै नभएको भान गर्छौँ कि। हुँदा कदर गरौँ, हुँदा सेयर गरौँ। एटलिस्ट तपाईँले सेयर गरेको फोटो, तपाईँ सेलिब्रिटी, तपाईँ दुनियाँ ठुलो मान्छे, तपाईँले सेयर गरेको फोटो उहाँ जीवितै हुँदा सेयर गर्नुभएको भए एटलिस्ट उहाँले हेर्नुहुन्थ्यो होला नि त, पनि खुसी हुनुहुन्थ्यो होला। तर नै तपाईँलाई समयले दिएन होला, तपाईँलाई इज्जतले दिएन होला, तपाईँलाई कसले के भन्छ भन्ने भयो होला, तपाईँले सेयर गर्नु भएन। जब उहाँ यो संसारमा हुनु भएन अनि खोजी पोस्ट गर्नुभयो। उहाँले कति बहादुरी त काम गर्नुभएको रहेछ। नेपाली चाहिँ भरिया मात्रै होइन है, नेपाली आँटिला हिम श्रृङ्खला चढ्न सक्छन् है भन्ने उदाहरण पेश गर्दै हुनुहुँदो रहेछ। यस्तो बहादुरी मान्छेलाई तपाईँले मरुवान मृत्यु पछाडि चाहिँ एडभर्टाइज प्रचार गरिदिनु भयो, त्यो चाहिँ गलत हो। हाम्रो हिन्दू नीति नियममा के भन्छ भने, जो यस संसारमा छोड्नुभएका व्यक्ति हुनुहुन्छ उहाँहरूको बारेमा कुरा गरिँदैन। किन गरिँदैनन्? उहाँहरू देवता सम्मान हो भनिन्छ। तपाईँले कसैले सादर गर्नुहुन्छ, आदर गर्नुहुन्छ, केही दिन चाहनुहुन्छ, केही भन्न चाहनुहुन्छ भने त्यो व्यक्ति जीवित हुँदा भन्नुहोस्। एटलिस्ट त्यो व्यक्तिले त थाहा पाउँछ नि, मैले उहाँसँग फोटो खिचाएको थिएँ, उहाँलाई सेयर गरिदिनु भएछ, उहाँले कति राम्रा काम गर्नुभएको छ। नेपालीलाई भरिया होइन, नेपाली चाहिँ हिमाल चढ्न सक्छन्, एउटा क्लाइम्बर हुनु, विदाउट अक्सिजन कतिचोटि चढिसक्नु भएको रह। त्यस्तो उहाँले अनेकौँ बहादुरी काम गरिसक्नु भएको रहेछ। तर तपाईँहरूलाई त्यतिखेर पोस्ट गर्न मन लागेन, उहाँ जीवित हुनुहुन्थ्यो। कसैको मृत्युमा
यसरी नखेलिदिनुहोस्। सक्नुहुन्छ, गर्ने चाहना छ न उहाँ जीवित हुँदै गरिदिनुहोस्। एटलिस्ट उहाँले पनि देख्नुहुन्छ, ओहो भन्नुहुन्छ। ए समाज बाँच्नेलाई सहयोग गरौँ। मरेपछि नसम्झिँदा केही फरक पर्दैन, बाँचुन्जेल हो। हुन त कतिपयलाई मेरो कुरा सायद मन नपर्ला पनि सक्छ, तर मेरो मनको कुरा हो। धन्यवाद।